दर्शकबिन अब भने कान्छीले सागरलाई भेटाउन थालिसकेकी छन्। उनी भने सागरको नजिक पुगिसकेकी छन्। दर्शकबिन अन्तिममा भने बन्दुकको आवाज आएपछि झन् कान्छी भने सागरलाई यहीँ कसैले लुकाएर राखेको छ, बन्दी बनाएर राखेको छ भन्ने कुरा थाहा पाउँछिन् र दर्शकबिन त्यो बन्दुकको आवाजतर्फ लाग्छिन् होलिन्। दर्शकबिन अब आउने भागमा सागरलाई हेर्न चाहनुहुन्छ भने भिडियोलाई एक लाइक र च्यानललाई सब्सक्राइब गरिदिनुहोला। दर्शकबिन यता भने प्रिया र जुने पनि त्यही जङ्गलमा छन्। हो भने अन्तिममा तिनीहरू सबैको सँगै भेट हुन्छ होला। दर्शकबिन त्यो मान्छेले भने आफ्नो भान्जीलाई पनि बानेर राखेको छ, म मारिदिन्छु भनेपछि सागरले भने नमार्न आग्रह गर्छन्। र दर्शकबिन अब आउने भागमा कान्छीले मात्र गएर भएन, दर्शकबिन कान्छीको साथमा प्रहरी पनि हुनुपर्छ। त्यो बन्दुकको आवाजतर्फ उनीहरू लाग्नुपर्छ र दर्शकबिन कान्छीले भने प्रहरीलाई पनि बोलाउनुपर्छ। कान्छीले एक्लै नसक्ने भएकी छन्। दर्शकबिन अब भने सागर पक्कै पनि भेटिनेछन्। यतिका वर्षसम्म भने सागर मरिसकेका छन् भन्ने हल्ला सबै ठाउँ फैलिसकेको थियो। तर भने सागर जिउँदैछन्, तर कान्छीले भने देखेकी छैनन्। दर्शकबिन कान्छीले सपनामा सागर जङ्गलमै हराएको देख्दा जङ्गलतिर गएकी हुन् र दर्शकबिन त्यसै गरी सागर जङ्गलमै नै छन्। अब आउने भागमा सागर अवश्य भेटिनेछन्।